विकासको बाटोमा हिँड्दै आएको मान्छे, जनताको सपना बोकेर उठेको आवाज। धरानदेखि संसदसम्म यो यात्रा हारको होइन, परिवर्तनको हो। बाटोमा पसिना बगाउँदै देश बदल्ने सपना मुटु भित्र सजाउँदै, पानीका थोपा जस्तै आशा बाँड्दै गाउँ गाउँमा उज्यालो बाल्दै। साधारण मान्छेको ठुलो अभियान आज बनेको जनताको पहिचान। जहाँ डुब्छ देशको आगो, आइपुग्थ्यो उन्नोको कदम। जनताको साथ पाएपछि बलियो बन्दै गयो सपना। हर कसम सङ्घर्षको आगो, जनताको मुटु भित्र बल्ने भरोसा हो। धरानदेखि संसदसम्म पुगेको यो यात्रा मेहनतले लेखिएको नयाँ इतिहास हो। संसदसम्मको यात्रा जनताको विश्वासको सहारा हो। नेपाल फेरिने आशा अब उज्यालो हुन्छ भोलिका दिनहरू सारा। जनताको साथ नै उनको शक्ति बन्छ। गल्ली गल्ली आवाज गुन्जियो, अब परिवर्तन चाहिन्छ भन्दै देश जाग्यो। युवाको सपना, वृद्धको आशीर्वाद, उनको यात्रामा देखियो नयाँ सम्वाद। सत्यको बाटो कहिल्यै नछोड्ने, देशका लागि सधैँ अघि बढ्ने हो। उठ्ने पाल अब समय फेरिनेछ, मेहनतको फुल फेरि फुल्नेछ। जनताको शक्ति जब साथमा हुन्छ, अन्धकार पछि उज्यालो आउँछ। हर कसम आशाको नाम, जनताको मुटुमा बल्ने घाम। धरानदेखि संसदसम्मको बाटो सङ्घर्षले बनाएको महान कथा हो। यो यात्रा रोकिने छैन, जनताको सपना हराउने छैन। नयाँ नेपाल बनाउने सपना अब हरेक मुटु भित्र निभ्ने छैन।